नमस्कार दर्शकबिन, आज हामी के अब नेपालमा राजतन्त्र फर्किन सक्छ यसै विषयमा छलफल गर्नेछौँ। नेपाल गणतन्त्रमा प्रवेश गरेको 16 वर्ष भइसकेको छ। 2062-63 को जनआन्दोलनपछि नेपालले राजतन्त्र अन्त्य गरी लोकतान्त्रिक प्रणाली अपनायो। तर पछिल्लो समय केही समूहहरू राजतन्त्र पुनर्स्थापनाको आवाज उठाइरहेका छन्। यस्तो अवस्थामा के नेपालमा राजा फर्किन सक्छ त? राजनीतिक अवस्था र जनमत। नेपालको वर्तमान राजनीतिक अवस्था अस्थिर देखिन्छ। पटक पटक सरकार परिवर्तन हुनु, नेताहरू बीचको विवाद, भ्रष्टाचारका घटना आदि कारणले जनतामा निराश छाएको छ। यही कारणले केही समूहहरू राज संस्थाको विकल्प खोजिरहेका छन्। तर के सम्पूर्ण जनताको चाहना राजतन्त्र फर्काउने नै हो त? यसबारे कुनै आधिकारिक जनमत संग्रह भएको छैन। केही प्रदर्शन र सामाजिक सञ्जालमा देखिएको समर्थनलाई जनताको पूर्ण चाहना भन्न सकिन्न। संविधान र कानुनी बाधा। नेपालको संविधान 2072ले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको रूपमा परिभाषित गरेको छ। यदि राजतन्त्र फर्काउनु पर्ने हो भने संविधानमा ठूलो परिमार्जन आवश्यक पर्छ। यो गर्नका लागि संसदमा 2/3 बहुमत आवश्यक हुन्छ, जुन वर्तमान राजनीतिक परिप्रेक्ष्यमा अत्यन्त गाह्रो देखिन्छ। राजतन्त्रप्रति जनताको धारणा। राज संस्थाको विघटन हुनुमा विभिन्न कारण थिए। शाही शासनको असफलता, गम्भीर आरोपहरू र जनतासँग टाढिएको राज संस्था। केही मानिसहरू अहिले राज संस्थालाई नयाँ विकल्पको रूपमा हेरिरहेका छन्। तर पुरानो संरचना जस्ताको जस्तै फर्कन सक्छ त? अन्तर्राष्ट्रिय प्रभाव। नेपालको राजनीतिक परिवर्तनमा अन्तर्राष्ट्रिय समूहहरूको चासो रहँदै आएको छ। भारत, चीन, अमेरिका जस्ता शक्तिशाली राष्ट्रहरूले नेपालमा गणतन्त्रलाई नै समर्थन गरिरहेका छन्। तसर्थ राज संस्था फर्काउन अन्तर्राष्ट्रिय समर्थन पाउन गाह्रो देखिन्छ। भविष्यमा के सम्भव छ? यदि जनताले चाह्यो भने, यदि जनमत संग्रह गरियो र बहुमतले राज संस्था चाह्यो भने यसको सम्भावना रहन्छ। नयाँ स्वरूपमा राज संस्था। केही देशहरूमा संवैधानिक राजतन्त्र जस्तै बेलायत, जापानमा छ। यहाँ राजा राष्ट्र प्रमुख भए पनि शासन गर्ने अधिकार सरकारसँग हुन्छ। नेपालमा यस्तो मोडेलको चर्चा हुन सक्छ। धेरैले राज संस्था फर्काउने भन्दा लोकतान्त्रिक प्रणाली सुधार्ने कुरा गरिरहेका छन्। तर यदि जनताले ठूलो संख्यामा राज संस्थाको पक्षमा उभिएर लोकतान्त्रिक प्रक्रियाबाट परिवर्तन चाहे भने भविष्यमा यो सम्भावना रहन सक्छ। धन्यवाद।